एनआरएनमा मेरो अभियान आजको होइन, धेरै लामो नै हो। त्यो कुरो तपाईँहरू सबैलाई थाहा नै छ। र यस्तो गर्दै गर्दा अब एनआरएनको भन्दा पनि एनआरएनहरूको लागि केही न केही हितको कुरा गरौँ भन्दै गर्दा त्यहाँ भित्रै बसेर गर्नुपर्ने देखियो। बाहिरबाट जतिसुकै आवाज उठाउँदै गर्दा पनि, जे गर्दै गर्दा पनि सरकारसम्म कुरा पुर्याउन नसक्ने र आफूले चाहेको जस्तो काम आफूले जिताएको पठाएका साथीहरूबाट पनि गराउन नसकेको अवस्थामा अब त यो बोर्डभित्रै हुनुपर्छ भन्ने चाहिँ लाएर मैले उम्मेदवारी दिएको हुँ। उम्मेदवारी घोषणा गर्नुभएको छ होइन? हजुर। भन्नुभयो अरूले गएर धेरै अब यत्रो भयो नि, उपेन्द्र महतोले स्थापना गरेको, उहाँको नेतृत्वमा स्थापना भएको यो संस्था 2003बाट आज 26सम्म आउँदाखेरिमा केही पनि भएन भन्नु खोज्नु भएको छ? खासै भन्दै गर्दाखेरि अब एनआरएनको एउटा प्रमुख उद्देश्य भनेको नेपाल र नेपालीको लागि केही गरौँ भन्ने हो। तर त्यसो भन्दै गर्दा विदेशमा बस्ने हामी गैर आवासीय नेपालीहरूको लागि पनि नेपाल सरकारले ससम्मान हेरोस् भन्ने पनि हो। अब हाम्रो धेरै आवाज पुरानो आवाज भनेको हाम्रो वंशज नागरिकता कायमै रहोस् भन्ने कुरा हो। तर संविधानमा अहिलेसम्म हाम्रो मेरो अ, कुरा सकौँ कि वंशजको नागरिकता कायम गरौँ भन्दै पनि सरकारले हामीलाई गैर आवासीय नागरिकता दिने भन्ने जुन निर्णय गर्यो, ल हामी त्यसमा मान्यौँ। र गैर आवासीय नागरिकता सम्बन्धी कुराहरू संविधानमा पनि लेखियो, विधेयकहरू पनि पास भए, तर चलन चल्तीमा कार्यान्वयन हुन सकेको छैन। र त्यही कार्यान्वयन गराउनको लागि पनि हामी लाग्नुपर्ने हो। अब केही नगरेको भन्ने चाहिँ होइन, तर सरकारबाट काम गराउन नसकिएको भन्ने चाहिँ पक्कै हो। केही कामहरू भएका छन्। अब बाँकी कामहरू नभएको हुँदाखेरि जुन बाँकी रहेका कामहरू गर्नलाई अलिकति ढिलाइ भएको छ पक्कै हो। त्यसकारणले म चाहिँ उपमहासचिव हुनुपर्छ भन्ने तपाईँको यसलाई म अलिकति करेक्सन गर्न चाहेँ। केही काम भएको हो, तर केही काम भन्दा पनि हामीलाई चाहिने काम केही पनि भएको छैन कि वास्तवमा भन्दै हो भनेदेखि। किनभने हाम्रो एनआरएनको एजेन्डा भनेको नेपालमा सजिलै तरिकाले लगानी गर्न पाउनुपर्ने, नेपालमा रहेको हाम्रो पुर्खेली सम्पत्तिहरू कायम गर्नुपर्ने। अब हुन त संविधानमा लेखा छ गैर आवासीय नेपाली नागरिकता भनेको नेपालमा रहेको नेपाली नागरिक सर नै हो, उनीहरूले राजनीतिक अधिकार बाहेक सबै अधिकार पाउँछन् भन्ने कुरो स्पष्ट रूपमा लेखा छ। तर यसो लेखिँदै गर्दा पनि कार्यान्वयन चाहिँ हुन सकेका छैन। अब हामीलाई मेन चाहिने कुरा भनेको नेपाल जाँदै गर्दाखेरि भिजा नलिकन जान पाउनुपर्ने, त्यहाँको कुनै व्यापार व्यवसाय गर्न पाउनुपर्ने, जुन पुर्ख्यौली सम्पत्तिको भोग चलन गर्नु पाउने, त्यो भनेको प्रमुख एजेन्डा हो नि त। त्यो क्षेत्रमा कुनै काम भएकै छैन। त्यस कारणले हामी भन्दै पर्दाखेरि एनआरएनको हक हितको लागि एनआरएनले हालसम्म कुनै काम गराउन सकेकै छैन भन्दा नि केही फरक पर्दैन। यसमा मलाई अलिकति भनौँ न तपाईँसँग डिबेट त होइन, तर मेरो आफ्नो धारणा जुन एनआरएन 2003मा स्थापना भयो र आज 26 भनेको 23 वर्षको भइसक्यो। 23 वर्षमा समय त एकदम लामो हो तपाईँले भने जस्तै। तर यो बिचमा सङ्गठन बनेको छ संसारभरि एनआरएनको, तपाईँहरू जस्ता हामी जस्ता साथीहरू जोडिएका छौँ। प्लस धेरै राम्रो राम्रो कामहरू अरू बेला भएको देखिन्छ, विकास निर्माणको काममा सहयोग गरेको देखिन्छ। र जस्तो तपाईँले संविधानमा लेखियो भन्नुभयो नि, त्यो संविधानमा लेख्ने वातावरण त एनआरएनले बनाएको नि त अघिल्लो नेतृत्वले होइन। त्यसकारण म कहाँबाट सुरु गर्न चाहन्छु मेरो विचार भने, यहाँ तपाईँलाई मेरो विचार किन दिन खोजेको भने, हामी नेताहरूले, तपाईँहरू जस्तो नेताहरूले अलिकति यो केही पनि भएन भनेर हिँडिरहँदाखेरिमा पहिलाका अगाडिका जसले नेतृत्व लिए उहाँहरूलाई पनि अन्याय हुने र संस्थामा अब आउने मान्छेहरूलाई एकदम निराशा हुने भयो कि। त्यस कारण अब हेरियो काम बाँकी छ भनेर हिँड्दा के हुन्छ, वंशजको नागरिकताको कुराहरू संविधानमा लेखिएको छ, कार्यान्वयनको लागि म जान्छु भन्न खोज्नु भएको हो तपाईँले, त्यो भन्दा के हुन्छ? मुख्य मुख्य एजेन्डा त कार्यान्वयन गराउनैकै लागि हो। मेरो सिङ्गल पोइन्ट एजेन्डा भनेकै गैर आवासीय नेपालीहरूले नेपालभित्र जुन संविधानले प्रदत्त अधिकार छ त्यो अधिकारलाई चाहिँ भोग चलन गर्न पाउनुपर्छ र त्यो भोग चलन गराउन कार्यान्वयन गराउने नै मेरो प्रमुख एजेन्डा हो। र म जितेको भोलिपल्ट दिनदेखि नै मैले जहाँ धाउनु पर्ने के गर्नुपर्ने सबै कुरो गरेर म लाग्नेछु। र यो कुरो चाहिँ नटुङ्गेसम्म चाहिँ नेपालै बसेर हुन्छ कि जे गरेर हुन्छ, तर 1 वर्षभित्रमा नै हाम्रो चाहिँ अधिकार कार्यान्वयन गराउन पाउने व्यवस्था चाहिँ गराइछाड्छु। प्रवीणजी, अहिले यो नहुनुको कारण के हो? तपाईँ जस्तो नेता नभएर हो?
नहुनुको कारण अब भनौँ न हाम्रो एनआरएन एउटा कुराले भन्यो भने आफू आफूभित्र नै धेरै छलखेल भइरहेछन्। अब पदकै लागि लोभी पदका भोकाहरूले विभिन्न बाना बनाएर एनआरएन टुक्राउने, यता गर्ने उता गराउने। साथै भन्नुपर्दा एक झुन्ड व्यक्तिहरू एनआरएनलाई चाहिँ एनआरएनको मूल बाटोभन्दा चाहिँ अर्को बाटोतर्फ मोड्ने प्रयास गरिरहेछन् र उता जाँदै गर्दाखेरि जुन संस्थापन पक्ष अथवा जुन जितेर गएका अध्यक्षहरूको ध्यान पनि पूर्ण आफ्नो ध्यान चाहिँ यो चाहिने मुद्दामा केन्द्रित गर्न नपाउने नै हो भन्ने लागेको छ। किनभने कुमार पन्त आउनुभन्दा अगाडिको सम्म चाहिँ एउटै एनआरएन थियो। त्यो बेला चाहिँ सम्पूर्ण एनआरएनको ध्यान हाम्रो मुद्दा भनेको त्यो जुन नागरिकताको सवालमा थियो। सबैले प्रेसर गर्दा गर्दा तपाईँले अघि भने जस्तै संविधानमासम्म लेख्न सकिनुभयो। किनभने त्यो बेलासम्म हामी एनआरएन 2 टुक्रा 3 टुक्रा अथवा भित्र मतभेदहरू थिएनन्। अब जुन दिन मतभेद सुरु भयो त्यो मतभेदमा अर्को भनौँ न आफूभन्दा फरक धारको मान्छेहरूलाई सानो होच्याउनु बनाउने अथवा उनीहरूसँग लड्दै गर्दाखेरि आफ्नो जुन एजेन्डाबाट चाहिँ टाढा गएका छन्। अब जुन अहिले हुँदै गरेको एकताको महाधिवेशन भन्दैछौँ त्यो एकताको महाधिवेशनमा संसारभरिका सबै खाले मान्छेहरू आउँदै गर्दाखेरि अब जितेर आउने मान्छेलाई चाहिँ दोस्रोसँग मुद्दा छेल्नुपर्ने खेप्नुपर्ने यताउता नभएपछि पूर्ण ध्यान चाहिँ हाम्रो मेन एजेन्डामा केन्द्रित गर्न पाउँछ भन्ने चाहिँ मलाई लागेको छ। त्यसै कारणले गर्दा पनि हामीले सक्छौँ भन्ने हो। कतिपयले नागरिकताको निरन्तरता, हाम्रो नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने माग पनि उठाउनुहुन्छ। तपाईँले वंशजको नागरिकता भन्नुभयो, यसमा फरक के हो र तपाईँले भनेको वंशजको नागरिकताको महत्त्व के हो? होइन अब हामीले त वंशजको नागरिकता त कुरा गर्न छोडिदिँदा नि हुन्छ। यस्तै बोल्दै गर्दा मेरो 2-4 भोटहरू कम हुन पनि सक्छन्। किनभने वंशजको नागरिकता त्यसै बन्दैन, त्यसको लागि चाहिँ संविधान चेन्ज गर्नुपर्ने हुन्छ। नागरिकताको निरन्तरता भनौँ न। नागरिकताको निरन्तरता अथवा वंशजको नागरिकता। किनभने हामीले जन्म बित्तिकै पाएको नागरिकता भने वंशजको नागरिकता हो। अब त्यही नागरिकता चाहिँ यहाँ विदेशमा बस्दासम्म पनि त्यो नागरिकतालाई चाहिँ निरन्तर रूपमा चलाइराख्न पाऊँ भन्नलाई निरन्तरता कायम गर्ने भनेको भयो। तर संविधानले नै अब गैर आवासीय नेपालीहरूले नेपालको नागरिकता पुनः लिनको लागि चाहिँ पुरानो भएको नागरिकता परित्याग गर्नुपर्ने भन्ने कुरो लेखेर त्यही कार्यान्वयन गरेर नागरिकता वितरण गरिरहेछ भनेपछि हाम्रो वंशजको नागरिकताको कुरो सकिसक्यो। अब पुनः कायम गर्नको लागि चाहिँ धेरै गाह्रो छ। संविधान परिवर्तन गर्नु छ। संविधान परिवर्तन गर्न 2/3 बहुमत चाहिन्छ। हेर्नुहोस् अब नेपालको पार्लियामेन्टको 2 सदनबाट र अहिलेको अवस्थामा चाहिँ यो प्राय सम्भव नै छैन। तर नेपालमा भएको संविधानको व्यवस्था हेर्दा पनि कुनै पनि पार्टीले 2/3 बहुमत ल्याउने छाँटकाटै छैन। किनभने त्यहाँ त समानुपातिक यताउता गरेर अब त्यो त हामी धेरै टाढा गयौँ। अब त्यो पोलिटिकल कुराहरू सबै पार्टीले दिन्छु पनि भन्नुभएको छ होइन, भन्छन् चुनाव अगाडि भोटै मताधिकारै दिने भन्ने पनि उहाँहरूको एजेन्डा सबै पार्टीको छ। त्यो त उहाँहरूले चुनावी टाइममा गैर आवासीय नेपालीहरूको भोट लिन, किनभने गैर आवासीय नेपालीहरू हामी बाहिर बस्यो भने हाम्रो परिवारहरू त उतै छन्, उनीहरूको भोट लिन पनि लालीपप देखाउन खोजे मात्रै हो। चुनाव जितेको भोलिपल्टै उनीहरू बिर्सिनेछन्। यदि कार्यान्वयन गराउन पनि हामी यति लड्नु पर्छ भने त्यो ठुला प्रमुख पार्टी अहिले पनि सत्तामा थिए नि त, हिजो अस्ति पनि थिए, अहिले पनि कार्यान्वयन नै गराउने हो भनेदेखि अहिलेको सरकारले पनि झ्याप्प लाएर त गर्न सकिन्छ। यदि उनीहरूसँग संसदै विघटन गर्ने अधिकार छ भनेदेखि ल यो एनआरएनको संविधानमा लेखिसकेको कुरालाई कार्यान्वयन गराउँ भनेको त उनीहरूको एउटा पत्राचारले हुने काम हो। यसो हेर्दाखेरि मनस्थिति कसैको छैन भन्ने देखियो नि त। त्यसको लागि तपाईँ उपमहासचिव हुनुभयो भने तपाईँले चाहिँ यसमा पहल गर्नुहुनेछ, उनीहरूलाई दबाब दिनुहुनेछ र यो काम फत्तै गर्नुहुन्छ होइन? सबभन्दा पहिले दबाब त म आफ्नो कार्य समितिभित्र नि दिनेछु। किनभने कार्य समिति सधैँभरि आफ्नो जानुपर्ने बाटो भन्दा पनि फरक बाटोबाट गइराख्यो भने यसमा ध्यान केन्द्रित गर्न सकेका थिएन। त्यही कारणले गर्दा म त्यो कमिटीभित्र हुने बित्तिकै एउटा के छ भने सचिवालय भन्ने छ, आइएस भन्ने मात्र छ, त्यसमा पदाधिकारी मात्रै हुन्छ आइसिसीमा। अब त्यहाँभित्रै दबाब सृजना गरेर हाम्रो सम्पूर्ण ध्यान चाहिँ अब यसैको लागि लगाउँ भनेपछि त्यो कार्य समितिलाई त्यसैतर्फ लगाउन सकिन्छ। त्यो सम्पूर्ण लागेर यसैमा मात्रै प्रमुख ध्यान दियो भनेदेखि त यो ढिलो चाँडो 1 वर्ष पनि नलाग्दै मेरो विचारमा हुन्छ भन्ने चाहिँ मलाई लागेको छ। अरू 1-2टा काम के गर्न चाहनुहुन्छ तपाईँ यदि उपमहासचिव जित्नुभयो भने? होइन म त अब धेरै साथीहरूले धेरै एजेन्डाहरू लिएर आएछन्। म त धेरै काम बोलेर कुनै पनि काम गर्न नसकिने भयो भने त त्यो बोलेको मतलबै रहन। म अरू जस्तो लालीपप दिएर चुनावमा उठ्न चाहन्न। मेरो सिंगल पोइन्ट एजेन्डा यो जुन मैले भने त्यो हाम्रो सम्पत्ति भोग चलन गर्न पाउनु पर्यो, त्यो फर्स्ट प्रायोरिटी हो। सेकेन्ड प्रायोरिटी भनेको अब नेपालीले नेपालमा चाहिँ लगानी गर्न सहज हुनु पर्यो। जुन एउटा एक्जाम्पल भनौँ, नेपालमा ब्याङ्क एकाउन्ट खोल्नु पनि मलाई गाह्रो भएको थियो। अस्तिको दिन म नेपालमा गएँ, डलर एकाउन्ट खोल्न खोजेँ,
डलर एकाउन्ट खोल्ने बेला एउटा ब्याङ्कले त होइन अमेरिकनहरूको हामी लिँदैनौँ भने किनभने सोधे त त्यो अमेरिकन गभर्मेन्टलाई पठाउनु पर्छ सोसियल सेक्युरिटी नम्बरदेखि त सबै तानेर उनीहरूलाई इन्फर्मेसन पठाउनु पर्ने भएर हामीलाई झन्झटिलो छ हामी गर्दैनौँ भने दोस्रो ब्याङ्कमा गयो उनीहरूले के भन्छ भने होइन तेरो इन्कम स्ट्याटस दे भन्छ अनि नेपालमा जाँदै गर्दाखेरि यहाँ बाहिरबाट पैसा पठाउनको लागि उनीहरूलाई ब्याङ्क एकाउन्ट खोल्नलाई पनि इन्कमको सोर्स देखाउनु पर्ने होइन त्यो अति नै भयो र जब तेस्रो कुरो म ब्याङ्कले यहाँ के यहाँ रोकेँ जब कि अमेरिकामा तपाईँ भिजिट भिसामा आउनु भएको छ भने पनि तपाईँले यहाँ खोल्न पाउनुहुन्छ टेम्पोररी त्यो टेम्पोररी त्यो त थाहा भएन मलाई यहाँको थाहा नभएको कुराको म जवाफ दिन चाहन्न तर मैले आफैले भएको कुरो चाहिँ मैले भन्न चाहेँ अर्को कुरा मैले के थप्न चाहेँ भने हामी नेपाल घुम्न जान्छौँ डलर बोकेर जान्छौँ होइन अब त्यहाँ जहाँ गयो भन्दैमा त्यो के अरे कर्ममा छ भन्दैमा डोकोमा दुध दिने त कुरा हुँदैन भएको पैसा त मितव्ययिताको रूपले खर्च गरिन्छ र फर्किनुभन्दा अगाडि हामीसँग केही डलर बाँकी रह्यो भने त्यो बाँकी रहेको डलर पनि नेपालको ब्याङ्क एकाउन्टमा जम्मा गरेर आउनु पाएँ भनेदेखि त डलर त्यहीँ रहन्छ नि त त्यो डलर त्यहीँ रहनेलाई एउटा नेपालको डलरको कोष पनि बढ्ने दोस्रो कुरो भोलि पर्सि हामी जानेलाई नि पैसा त्यहीँ भइरहने भन्ने हुन्थ्यो तर अहिले नेपालको नियम के छ भने त्यहाँ गएर डाइरेक्ट रूपमा चाहिँ डलर डिपोजिट गर्न नपाउने विदेशी ब्याङ्कबाट वायर गर्यो भने चाहिँ पाउने त्यहाँ भएको डलर चाहिँ लिन नपाउने त्यस्तो खाली नियम छ कि अब जब कि हामी नेपाल जानेलाई नेपालको तपाईँले एयरपोर्टमा पनि याद गर्नुभएको छ होला 5,000सम्म डलर चाहिँ बिना डिक्लेयर गरेर लानु पाउने र त्योभन्दा बढी भयो भने डिक्लेयर गरेर लानु पाउने भनिन्छ र हामीले लिएर गएको आफ्नो पैसा त्यहाँ ब्याङ्कमा डिपोजिट गर्न पायो भने त हामीलाई सजिलो हुनेछ नि त त्यो पनि गर्न दिएको छैन कि अर्को कुरो सेयर बजारहरूतिर लगानी गर्न पनि उनीहरूले सिङ्गल विन्डो भनेर अर्कै कम्पनीलाई जिम्मा दिने त्यस्तो खाली काम गरिरहेछ हामी प्रत्येक इन्डिभिजुअलले त्यहाँ गएर लगानी गर्न पायौँ भनेदेखि त एउटा त अहिले बिग्रिरहेको नेपालको स्टक मार्केट पनि राम्रो हुन्छ दोस्रो कुरो प्रत्येक व्यक्तिले वर्षको 1,000 रुपियाँ मात्रै इन्भेस्ट गर्यो भनेदेखि पनि नेपाल कहाँ पुग्ने हो आर्थिक रूपमा अहिले नेपालमा लिक्विडिटीको त्यति एभाइलेबल छैन मार्केटमा त्यही कारणले गर्दा पनि सेयर बजार घट्दै गरेको हो यदि लिक्विडिटी बढ्ने अवस्थामा नेपाललाई पनि एउटा त फरेन रिजर्भ बढ्छ दोस्रो कुरो त्यहाँ लिक्विडिटी बढ्छ मार्केट प्राइस बढ्छ मार्केट प्राइस बढ्नु भनेको नेपालको लागि ट्याक्स बढ्नु हो सबै कुरो हो यही दुईटा कुरा मेरो ध्यान केन्द्रित हुनेछ बाँकी सामाजिक कुराहरू भने त अरू पनि साथीहरू जितेर आउनु हुनेछन् उहाँहरूले ल्याएको राम्रो एजेन्डाहरूलाई सपोर्ट गरेर जाने अब तपाईँ एनआरएनको नेतृत्वमा आउन खोज्दै गर्दा अहिले पनि आइसिसी मेम्बर हुनुहुन्छ आइसिसी मेम्बर हुँदाखेरिमा तपाईँले के गर्नुभयो त्यसो आइसिसी मेम्बर भए त गर्न सक्ने केही पनि छैन यार त्यो बेकारको खाली पद मात्रै हो 1 लाख रुपियाँको नोक्सान मात्रै हो किन भन्नु न आइसिसी मेम्बरले के हक अधिकारै छैन अघि मैले भने चाहिँ आइएसको बैठक उनीहरू आफै गर्छन् त्यो गरेपछि उनीहरूले पास गर्ने हो आइसिसी मेम्बर संसारभरिबाट जोड्ने बेला मेरो विचारमा त्यसै भन्यो भने 500 भन्दा बढी छन् आइसिसी मेम्बर 500 भन्दा बढी छन् अब अमेरिकाबाट 15-20 जना छन् 77 देशको जोड्नुस् न अनि त्यो उनीहरूले न बोल्न पाउने न के गर्न पाउने कि त्यो उनीहरूको त के मतलब भन आइसिसी मेम्बर हुनुको के मतलब भन्न त आफ्नो तपाईहरु त बजाएको ताली पनि सुनिरहन्छ कहाँ सुन्दैन बोल्ने मौका पाए धन्य हो किनभने कहिले ताली बजाएको पनि नसुनिनु हो कि बोल्न त के कुरा टाढाको भयो त्यही भनेको कुनै बेला वर्षको 3-4 चोटि आइसिसी लेभलको बैठक हुन्छ त्यसमा अब सबैले बोल्नेलाई 1 मिनेट पनि पालो पाउँदैन उनीहरूको फलना धिस्काना त्यो माथिको मान्छेहरूले बोल्दै गर्दा 3-4 घण्टा गइसकेको हुन्छ बल्ल पालो आउने बेला पनि आधी मान्छे निस्किसकेको हुन्छ बोलेर पनि सुन्नेवाला कोही पनि रहँदैन त्यो आइसिसी मेम्बर भने त बेकारको पर्यो त्यसलाई त निकालेर बताउँदा पनि केही फरक पर्दैन त्यही पनि छलफल प्रक्रियामा कहीँ न कहीँ नयाँ विचारहरू आउँछ के प्रतिनिधित्वको लागि राखेको होला त्यसलाई त हामी सम्मान नै गरौँ तर त्यो अति धेरै भयो भन्ने यहाँको धारणा पनि मैले बुझ्न सकेँ होइन उनीहरूलाई पनि काम कर्तव्य अधिकार दिनु पर्यो नि त आइसिसी मेम्बर हो भनेदेखि उनीहरूको पनि सुन्ने वातावरण बनाउनु पर्यो ल तपाईँहरूको के छ भन्ने धारणा भन्ने ल्याउनु पर्यो सबैको धारणा लिएर मिटिङमै नभए पनि पेरियोडिकल्ली अपडेट हुनु पर्यो तिमीहरूको के छ कसो गर्ने तिमीहरूको एजेन्डाहरू ल्याऊ भन्ने खाली भएपछि यो मान्छेले यस्तो एजेन्डा ल्याएको छ यसमा छलफल गरौँ भनेर आइएसले छलफल गरेपछि राम्रो लाभले यस्तो गर्नु पर्यो भन्ने हुनु पर्यो नि त त्यो काम त तपाईँको हो नि त म बोल्न पाइनँ म बोल्न पाउनुपर्छ त हाम्रो काम कर्तव्य अधिकारहरू सुनिश्चित गर्ने भन्ने कहाँ त्यो मिटिङमा अघि मैले भनिहालेँ मिटिङमा बोल्ने नै मौका पाउँदैन अब भन्ने चाहिँ कहाँ आउँछ मैले चाहिँ बोलौँला म त हकी भएर म त हात उठाइकन मागी गर्छु अब 1-1.5 मिनटको टाइम पाउँदैन म त बोलौँला तर धेरै आइसिसी मेम्बरहरूले बोल्नै पाएको छैन त्यही भएर आइसिसी मेम्बरको खासै अधिकार चाहिँ त्यति छैन भन्दा हुन्छ भन्ने हो अब अहिले उपमहासचिव उठ्छु भन्नुभएको छ भोलि पर्सि फेरि अध्यक्ष उपाध्यक्ष अनि कति 15-20 जना त तपाईँभन्दा माथि हुन्छन् मिटिङमा त म 2 मिनट पनि बोल्न पाउनु उपमहासचिव काम रहन्छ भन्नुभयो भने 2 वर्षपछि
अनि त्यस्तो त कहाँ रहन्छ र माथि गएपछि उपमहासचिव भएपछि तपाईँको 7-8 जना हुने हो। उपमहासचिव भनेको ऱ्याङ्किङको हिसाबले फर्स्ट सेकेन्ड थर्ड फोर्थ ऱ्याङ्किङ हो। किन अध्यक्ष पछि उपाध्यक्ष आउँछन्, उपाध्यक्ष पछि तपाईँको सचिव, सचिव पछि उपमहासचिव हो। ऱ्याङ्किङमा फोर्थ पर्छ। त्यहाँ भएको नम्बर हेऱ्यो भने 10औँमा पर्न आउँछ होला, किनभने 6जना उपाध्यक्ष छन्, 1जना अध्यक्ष, 7जना भयो, 1जना महासचिव, 8जना भयो। 9औँ नम्बरमा उपमहासचिव पर्न आउँछन्। महासचिव पनि पहिला 2टा राख्ने, कोषाध्यक्ष 2टा अहिले पनि राख्ने 2टा छ, त्यस्तो प्लान छ होइन नि त महासचिव तपाईँहरू? 2टा होइन, तर उपमहासचिव 2टा हो। ठिक छ। अब तपाईँ एनआरएनको नेतृत्व गर्छु भन्दै जाँदाखेरिमा एनआरएनहरू एकदमै माथि लडिदिँदाखेरिमा तल सबै मान्छेहरू सदस्य हरेक नेपाली जो प्रवासमा छ ऊ त एनआरएनको लागि एलिजिबल छ, एनआरएनको सदस्यता लिन योग्य छ। तर तपाईँहरूको लडाइँले गर्दाखेरिमा माथिका ती व्यतिथिहरूले गर्दाखेरि तर सदस्यताको बन्ने प्रक्रिया नै मान्छेहरूलाई निराशा छ। किन बन्ने पर्दैन, यो संस्था झगडा गर्ने संस्था हो भन्ने बनाउनु भएको छ। तपाईँ गएर अब यसपछि यो संस्था एकदम लोभ लाग्दो, यसमा त सदस्य बन्नुपर्छ, हाम्रो हकितको लागि बोल्छ भन्ने बनाउनुहुन्छ? होइन, म तपाईँलाई एउटा कुरा के गर्छु भने जति पनि संस्थाहरू ठुला हुँदै जान्छ त्यहाँ त्यो आकाङ्क्षीहरू पनि आउँछन्, फुट्ने तुट्ने क्रमहरू भइ नै रहन्छ होइन। त्यो फुट्छ नै। तपाईँले न्युयोर्कको इलेक्सन हेर्नुभयो भने अस्ति अब गभर्नर भएको मान्छे पनि लड्न आएको थियो, ऊ पनि हार्यो होइन, बाहिरबाट आएको ममतानले जित्यो। अब हाम्रो एनआरएनमा पनि ठुलो हुँदै जाँदाखेरि फुट्न चाहने फुट्नेहरू आउँछन्। फुट्नेहरूलाई फुटाएर पठाइदिउँ न, उनीहरूलाई जाने ठाउँमा बाटो पनि दिनुहोस्। राम्रो काम आफ्नो भएको जुन संस्था पनि पछिले राम्रो काम गर्दैछन् भने जनता त त्यसैमा जोडिन आउँछ नि त। त्यो 10, 12, 15जना फुटेर गयो, यिनीहरूलाई त्यो खुसी बनाउँछु बनाउँछु भन्दै त एनआरएनएलाई त बन्दकी बनायो नि त। म त भन्छु जो फुट्न चाहन्छन् उनीहरू फुटेर जाओस्, बाँकी रहेकोले त राम्रो काम गरौँ होइन। उनीहरूलाई मिलाउँदै गर्दाखेरि राम्रो काम त गर्न सकिएन नि त। काम गर्ने जुन थियो स्पिरिट थियो त्यो सबै कुरो त हराएर गएको छ। मेन कुरो त संस्थाको विधान के छ भन्ने कुरा हो। संस्थाको विधानमा टेकेर जुन जितेको छ त्यही मेन कुरा हुन्छ। अहिले तपाईँको एकताको आइसिसीले अहिले अमेरिकाको दुईटा कमिटी छ, दुईटा कमिटीलाई मान्यता दिया, दुईटैलाई मान्यता दिएको छ। त्यो होइन, कस्तो अहिले लाग्यो? त अब यो त्यही हो। त्यसको पनि मलाई त आपत्ति चाहिँ छ। हेर्नुहोस्, यस्तो प्रथा चाहिँ आउनु हुँदैन। यसले गर्दा चाहिँ खराब नजिर जान्छ। हिजो अब अस्ति अर्को पटक विकासजीले 3टा 4वटा बनाए पनि भयो नि त, मन लागेकोले उठेर त्यही भनेको अध्यक्ष यसले भइदिने भयो। मैले त्यही भन्दैछु, यसले चाहिँ खराब नजिर जान्छ। तर अमेरिकाको समस्या के छ भनेदेखि विकासजीले जुन अध्यक्षता ग्रहण गर्नुभएको त्यो समिति चाहिँ आइसिसीको म्यान्डेटबाट जितेको समिति हो। तर त्यस्तो भन्दै गर्दाखेरि सत्येन्द्र शाहले जितेकोमा चाहिँ त्यहाँभन्दा पूर्ववर्तीले चाहिँ चाबी उनीहरूलाई हस्तान्तरण गरिदियो, पैसा उनीहरूलाई हस्तान्तरण गरिदियो। अब विकासजीको एनआरएन आधिकारिक भयो भने पैसा त केही पनि भएन। त्यो भएपछि त कि त मुद्दा मामिलामा जानु पर्यो त्यो पैसा लिन आधिकारिक हुँदा हुँदै। यदि मुद्दा मामिलामा नजाने भनेदेखि त केही न केही कुनै बिन्दुमा त मिलेर जानु पर्यो नि त। यो त एकपटकको लागि ल तिमीहरू अब अधिवेशन आएका छौ, तिमीहरू मिलेर आऊ भनेर चाहिँ गरे हो। तर भोलि पर्सि सधैँभरि चाहिँ यस्तो हुन्छ भन्ने पनि लाग्दैन। र अहिलेको अवस्थामा सत्येन्द्रजीले आनाकानी गरेर यो मिल्ने तर्फ नगयो भने चाहिँ यसको निर्णय चाहिँ अदालतबाट टुङ्गिँदैन भन्ने पनि छैन। अदालतबाट टुङ्गिने अवस्थामा चाहिँ विकासजीको जुन समिति छ त्यो नै आधिकारिक हुन्छ। हेर्नुहोस्, त्यसमा पनि 10,000 मेम्बर त त्यही एमआइएस सिस्टमबाट बनेकै छन् नि त। सत्येन्द्रजीहरूकोबाट बनेको त छुट्टै बनेको मान्छे त 3,000 पनि छैन। अहिले त एउटा होस्, मिलेर जाओस्, केन्द्रमा एकताको अधिवेशन हुँदै गर्दाखेरि यहाँको पनि मिलोस् भन्ने जुन जनताको चाहनाको लागि मात्रै हो। तर गर्नै पर्छ भन्ने बाध्यता त छैन। यदि उनीहरू मानेर आउँदैन, सत्येन्द्र शाहलाई हामी एकै हौँ भनेर नआउने अवस्थामा सामदाम द्वन्द्वभेद लाएर अथवा कानुनी उपचार खोजेर भए पनि उनीहरू त गैर कानुनी पक्कै हुन्छ, किनभने उनीहरूसँग आइसिसीको म्यान्डेट त पक्कै छैन। र विधानमा त आइसिसीको म्यान्डेट बिना चल्दैन भन्ने कुरा त स्पष्ट रूपमा लेखेकै छ। उनीहरू संस्था हुन सक्छन् तर एनआरएन चाहिँ नाम लिएर त्यही संस्थामा चाहिँ रहन सकिँदैन, त्यति हो। अनि यसरी आइसिसीले हरेक एनसिसीहरूलाई माथिबाटै टाकुरी लाउने अनि आफूलाई मन परेकोहरूलाई चिठी दिने, मन नपरेकोहरूलाई चुनाव पनि गर्न नदिने, त्यस्तो गर्न पाउँछ? होइन, यो मन परेकोलाई चिठी दिएको होइन नि त। यहाँ तपाईँलाई त अमेरिका बारेमा पक्कै थाहा छ, पूर्ण रूपमा थाहा छ। आइसिसीको विधान अनुसार जुलाई 15 भित्र चुनाव भइसक्नु पर्ने। तर जुन अर्जुन बन्जारेको कमिटीले जुलाई 15 भित्र चुनाव गर्न नचाहेपछि यहाँ अमेरिकामा त भ्याक्युम रहने भयो। विधान अनुसार त चुनाव हुनु पर्यो। त्यो भएपछि आइसिसीले हस्तक्षेप गरेर ल तिमीहरूले चुनाव गरी आइज भनेर मलाई दिएको जिम्मा, र मैले चुनाव गरिदिएँ आइसिसीको ल अनुसार। त्यसमा साथीहरू उम्मेदवार पनि हुन आए, कुद्ने आए, चुनाव पनि भयो 2-4वटा स्टेटमा।
बाँकी त्यो भान भैलो गर्ने यताउता गर्ने साथीहरू कोही हार्ने डरले पनि भागेर गए। सत्येन्द्र शाह पनि मैले गरेको चुनावमा लास्ट मोमेन्टसम्म पनि चुनावमा उठ्थ्यो भन्ने लागेको थियो र उहाँले एउटा पोलिटिकल पार्टीको सपोर्ट पाउँछ भन्ने लागेको थियो। एनमा आएर उहाँलाई चाहिँ त्यो पोलिटिकल पार्टीको साथीहरूले सपोर्ट नगर्ने देखेपछि उहाँ चाहिँ ब्याक हुनुभयो। त्यस्तै गरेर भानु खरेल पनि उम्मेदवार हुन्छु भनेर न्युयोर्कसम्मै पुग्यो हो। मसँग पनि कुरा भयो, ल दाइहरू तपाईँले सपोर्ट गरिदिनु पर्यो भने मैले चाहिँ नैतिकताले पनि मिल्दैन, हेर्नुहोस् म त निर्वाचनको सचिवमा छु, मैले गर्न सक्दिनँ, तपाईँ अरूसँग मिलाएर आउनु, चुनावमा भाग लिन हुन्छ नि भनेर गएको मान्छे त्यो पनि उठेन। भनेपछि त उहाँहरूले हार्ने डरले भागे हो नि त। यो एनआरएनलाई चाहिँ सम्मान गर्न नसकिने होइन अथवा यो गलत भने त भागे होइन। उनीहरू त चुनावमा हार्ने डरले जसरी भए पनि छुट्टै चुनाव हुने अवस्थामा हामी जित्छौँ भनेर गएका हुन्। यो सबै त्यो खेलको यो अलिकति गद्दार अलिकति त अर्जुन बन्जारी नै हो। सदस्यताको विवरण दिने कि नदिने भन्ने विषय थियो नि, एमआइएस सिस्टमबाट चुनाव गर्ने कि होइन नगर्ने विषय थियो। त्यो बारे त पहिले नै सहमति भएर पास भइसकेको कुरा हो कि त्यसमा त फेरि विवाद गरेर टुङ्गे राख्नुपर्ने जरुरी छैन। त्यो कुराहरू त पहिले नै टुङ्गिसके हो। त्यो यहाँको एमआइएस दिने नदिने होइन, एमआइएस सिस्टममा त दिइसकेको थियो नि त, पहिले दिइसक्ने भइसकेको छ। त्यहाँ त त्यस्तै डाटाहरू त्यस्तो केही पनि छैन, जिम्मा लिएर गरेपछि भइगयो नि। र आजभोलि छ्यापछ्याप्टी गुगलमै पाउँछ, मेरो नाम टाइप गर्नु हो भने तपाईँले मेरो बारेमा सबै कुरो थाहा पाउनुहुन्छ। त्यति प्राइभेसीको पनि अब त्यति त छैन। त्यो कुरामा त पहिले कुरा मिलिसक्यो हो। एमआइएसमा जाने भनेर एमआइएसमा चुनाव गरेर तपाईँको 2023को चुनावमा भाग लिइसकेकै हुन् नि त। एमआइएसमा पठाइसकेकै हो नि त। त्यो आएर फेरि पुरानै कुरा झिक्ने भन्ने त कुरो कहाँ मिल्छ र? दुईटा प्रश्न यहाँनिर आयो। एउटा, एनआरएन अमेरिका एनसिसी दुईटा मिल्न कसरी मिल्छ र कसरी तपाईँको, किनभने तपाईँ पनि एउटा की फ्याक्टर हुँदाखेरि। र दोस्रो चाहिँ नि, तपाईँले अमेरिकाको चुनाव गराउने, अमेरिकामै हुनुहुन्छ, अमेरिकामा चुनाव गराउने एउटा जिम्मा पाउनुभयो र मिलाउन सक्नु भएन। अब तपाईँले उपसचिव भएर यो एनआरएनको संसारभरि मिलाउँछ भने कसरी हामी तपाईँलाई पत्याउने? यहाँ कुरा सुन्नुहोस् न, यो मिलाउने जिम्मा मेरोमा छैन। मैले अघि नै भने, मैले आइसिसी भएर आइसिसीमा केही कुरा राख्ने अधिकार पनि छैन भनेदेखि त मेरो यहाँ यो मिलाउने जिम्मा भनेको मेरो होइन। यो मिलाउने मिल्ने जिम्मा भनेको दुवैजना अध्यक्ष भएर हिँडेका मान्छेहरूका हुन् र त आइसिसीमा भएका मान्छेहरूका हुन्। त आइसिसीले त यहाँ मिलाउनु पर्ने नै थिएन। विकास उप्रेतीको टिमको डेलिगेट लिएर भइगयो। यो त स्टेयरिङ कमिटीले लचकता देखाएको मात्रै हो, तिमीहरू नछुटोस् भनेर। किनभने त्यो अस्ति पठाएको डेलिगेटमा पनि 10,000 भन्दा बढी मान्छेको लिस्ट गइसकेको छ त्यहाँ। भनेपछि अधिकांश मान्छे त त्यहीँ पुगेका छन् एमआइएस सिस्टमबाटै। त्यहाँ मुनिको मान्छेहरू जोड्नै परेन। बाँकी रहेको थप रहेको 3,000 सदस्य पनि कसरी आएको भन्ने हो, त्यो नहुनेहरूको मात्रै हो। बाँकी यहाँ मिलाउनु पर्छ भन्ने बाध्यतै छैन कि, किनभने आइसिसीले म्यान्डेटेड विकास उप्रेतीको टिम हो। विकास उप्रेतीको टिमले डेलिगेट्स पठाएपछि त सकिगयो नि। त्यो फुटेर गएको मान्छेलाई अघि मैले पनि भने, त्यो जुन मिलाउने त्यो मिल्नुपर्छ, यहाँ मिलाउनु पर्ने के छ र भनेको कि, मिलाउनु पर्ने भने नि छैन। तल्लो लेभलको सबै एकै ठाउँमा छ। यहाँ त पैसा बोकेर बस्दिएर मात्रै हो र विकासले धेरै लचकता देखाएर मात्रै हो। हिजोकै दिनमा अदालत गएर उनीहरूले यो टुङ्गो लगाइसकेको भए त सकिहाल्थ्यो नि, होइन? यहाँ मिल्ने भने अब यो कसरी मिलाउने भन्दाखेरि चाहिँ अब विकासले पनि प्रपोज त गरे हो, दुइटै समितिलाई भङ्ग गरौँ, फ्रेस इलेक्सनमा जाउँ, फ्रेस म्यान्डेट लिउँ भन्ने खाले त भनेकै हो। त्यस्तो पनि हुनसक्छ। अथवा अब यो 1.5 वर्ष बाँकी छ भन्दै गर्दा 1.5 वर्ष पनि छैन, 1.5 वर्षको लागि दुईटा अध्यक्ष राखेर कमिटी चलाएर जाँदा पनि हुन्छ। त्यसको चाहिँ कोलोराडो च्याप्टरमा त्यसरी नै भएको छ, होइन? त्यसरी जाँदा पनि हुन्छ। र बाँकी कुरो चाहिँ अब आइसिसी लेभलमा यहाँ चाहिँ यो संयोजकहरू पनि तोकेका रहेछन्, के छन्, उनीहरूले मिलाउनेतर्फ जाने भने उहाँहरूले नि निर्णय गर्नु होला। यस विषयमा न त हामीसँग सल्लाह सुझाव लिएको छ, न त हामीप्रति अधिकार नै छ। अब आफूले अधिकारै नभएको क्षेत्रमा बोलेर त भएन। जे जे थियो तपाईँले त्यतिखेर आफ्नो काम गरेर छोडिदिनु? मैले त मेरो जिम्मा थियो, मलाई आइसिसी सदस्य भएको नाताले ल चुनाव गराइदिनु भने आइसिसीको म्यान्डेट अनुसार मैले चुनाव गराइदिएँ। र विधानपूर्वक पनि थियो। जुलाई 15भन्दा अगाडि निर्वाचन सकाएर जितेको कार्य समितिको नाम निर्वाचन नतिजा घोषणा गरेर आइसिसीमा पठाउनु थियो। त्यतिसम्म मेरो जिम्मा थियो, मैले आफ्नो जिम्मेवारी पुरा गरिदिएँ। त्यतिखेर यो कमजोरी रह्यो भन्ने के लाग्छ तपाईँले एउटा संयोजकका हिसाबले त्यतिखेर? त्यो बेला त केही पनि कमजोरी थिएन, हामी त पूर्ण सफलै थियो। कहीँ केही पनि कमजोरी थिएन। एकदम फ्री एन्ड फेयर इलेक्सन भएको हो अमेरिकाकै हिस्ट्रीमा। सबै टाइम टेबल अनुसार टाइम अनुसार नै भएको हो र टाइमली फेयरली सबै कुरो भएको। त्यहाँ त मैले केही पनि कमजोरी नै देखेन। हो, साथीहरू फुट्न चाहने साथीहरू फुटेर गए, चुनावमा आए नि, त्यति। तर एनआरएन अमेरिका तत्कालीन एकदम सक्रिय एनआरएन अमेरिका
अर्जुन बन्जाडे अध्यक्ष नै त्यसमा सामेल हुनुहुन्न थियो, कुनै पनि सिस्टम त्यसमा थिएन। तपाईँहरूले गरेको ट्रान्जेक्सनहरू सबै होइन सदस्यता शुल्कहरू एनआरएनको खातामै आएको छैन, कहाँ गएको छ? होइन, उनीहरूले उठाएको पैसा एनआरएनको खातामा गयो होइन। त्यो पैसा चाहिँ कहाँ गयो भने अर्जुन बन्जादे कमिटीको कोषाध्यक्षको हातमा थियो। त्यही अर्जुन बन्जादेहरूले चुनाव नगरेको लफडा भयो। त्यही कमिटीको मान्छेहरूले अब खाताको पासवर्ड युजर नेमहरू चाहिँ अब सत्येन्द्र शाहको मान्छेहरूलाई हस्तान्तरण गरिदिए। आधिकारिक रूपमा चाहिँ विकास उप्रेतीको थाइमा पाउनु पर्ने आइसिसीको मान्यता अनुसार उठेको, तर उहाँले दिन चाहनु भएन। अब यसको एउटै उपचार भने कानुनी उपचार खोज्ने हो, किनभने यो तपाईँको जुन आधिकारिक मान्यता पाएकोलाई नदिकन अर्कोलाई दियो, तिमीले दियो भने त कानुनमा उपचार खोज्नु पर्ने हो, तिनीहरूले गलत गर्यो भन्ने कुरो। त्यसै भनेर अब कोर्टमा जाँदै गर्दाखेरि गलत रूपमा हस्तान्तरण गरेकोमा उनीहरूलाई जेल पनि हुनसक्छ, जरिवाना नै हुनसक्छ। तर नेपाली बीच किन के गर्ने भनेर विकास उप्रेतीले अहिले लचकता अपनाएर बसेको मात्रै हो। अब यो जेल नेल अदालतको कुरा त हामीले धेरै देखि पनि सक्यौँ एनआरएनमा, किनभने खासै त्यसले पनि होइन, त्यहाँ चाहिँ आर्थिक कारोबार भएको थिएन नि त अहिलेसम्म। आर्थिक अपचलनको मुद्दा भएको थियो नि, यो त आर्थिक अपचलनको मुद्दा हुनसक्छ नि त। किनभने तपाईँको यत्रो पैसा चाहिँ आधिकारिकलाई नदिकन अर्कोलाई दिनु भनेको त यहाँ आर्थिक कारोबार हुने बित्तिकै यो तपाईँको अमेरिकामा के नियम छ भन्ने कुरो त मैले तपाईँलाई भनिराख्नु परेन। अमेरिकाको हिसाबले आँखाले हेर्दाखेरि त आधिकारिक यही संस्था होला, फेरि जसको अध्यक्ष र कोषाध्यक्षको साइड सिग्नेचर चल्छ तिनै आधिकारिक हुनुपर्ने अवस्था हुन्छ। होइन, आइसिसीले म्यान्डेट दिएको त यता चल्ने हो नि त। हाम्रो पैसा पो ह्याक गरेर बस्या हो, पैसालाई किडन्याप गरेर बस्या हो। त्यहाँभन्दा बाहेक त के पनि छैन नि त। एमआइएस सिस्टम यसैकोमा छ। एमआइएस सिस्टम जुन लिङ्क छ यहाँकै सबै सदस्यहरूको त्यही छ नि त आइसिसीमा। यो विषयमा व्यापक छलफल हुन जरुरी रहेछ। यो विषयमा व्यापक छलफल हुनुको जरुरी छ। अब सबै मान्छेहरूको आफ्नो आफ्नै धारणा हुन्छन्। म आफू पनि 100% सही भन्ने त मैले कहिले भन्ने गरेको छुइनँ र अहिले पनि भन्दिनँ। अब जो मिलेर जानु पर्छ भन्ने कुरो धेरै मैले त्यही सोधेको, मिलेर जानलाई अबको के हुन सक्छ भन्ने हो। हामी त्यतापट्टि अब फेरि त्यो विषयमा हामी फेरि छुट्टै कुरा गरौँला। आज तपाईँकै कुरा थियो, मैले खास किन तपाईँ संयोजक भएर यहाँ मिलाउन सक्नु भएन। अब माथि गएर कसरी यसको नेतृत्व एउटा संस्थाको फेरि होलिस्टिक रूपमा पुरै एनआरएन आइसिसीकै नेतृत्व गर्नलाई पनि त तपाईँमा त्यो क्षमता चाहियो नि भन्ने मेरो होइन। म जितेर जानेलाई म त स्ट्रिक हुने हो। म अरू जस्तो लचकता हार्ला जित्ला यता होला दायाँ बायाँ भन्ने पछिमा जाने नै होइन। जे राइट छ त्यसैलाई घोषणा गर्दै ठोकेर हिँड्ने। यो धेरै लचकताको कारणले गर्दा पनि भएको हो कि यो यसले रिसाउला, यसले भन्ला, यो फुट्ला, यो तुत्ला, यसो होला, त्यस्तो ध्यानै नदिने हो। जे राइट छ यो कुरा त्यसैबाट हुन्छ कि। यसलाई म इन्डोर्स गर्छु, किनभने कतिपय अवस्थामा फुटेका 2टा 3टा 4वटा अध्यक्ष बनाउने, 3टा के बनाउने होइन। यो गर्दै गर्दाखेरि के हुन्छ नि, झगडा गरे पनि हुने रहेछ। अर्को अब चुनाव भएको अर्को दिन अर्को कमिटी हार्नेले पनि कमिटी बनाएर हिँड्ने, त्यसपछि ऊ पनि होइन नेता बन्ने, अनि केही 6 महिनापछि ऊ पनि बराबरको ऱ्याङ्किङमा बस्न पाउने होइन। एटलिस्ट फोटो झुन्डिने भएपछि त मान्छेले किन त धेरै लडिसक्यो, अब एकछिन झगडा गरिदिउँ, त्यसपछि भोलिपछि अफिसमा फोटो त आइहाल्छ अध्यक्षकै रूपमा, पूर्व भन्न पाइहालियो। गर्न पनि परेन केही, झगडै गरे घरमा। यस्तो प्रविधिलाई चाहिँ निरुत्साहित गर्नै पर्छ। त्यही कारणले गर्दाखेरि जे ठिक हो, विधानले जे दिने हो त्यसमा टेकेर कडा निर्णय गरेर जानुपर्छ कि डराउनु हुँदैन कडा निर्णय गर्न। र म कडा निर्णय गर्नमा डराउँदिनँ। ठिक छ, अब हामी लगभग 25 मिनट जति कुरा गऱ्यौँ। म यो समय दिनुभयो त्यसको लागि धन्यवाद दिन्छु। अरू के छ तपाईँले आफ्ना मतदाताहरू, देश सबै उपमहासचिव भने संसारभरिको मान्छेहरूसँग तपाईँले भोट माग्नुपर्ने हुन्छ। रबिन बज्राचार्यलाई के आधारमा, के अनुभवका आधारमा, के उद्देश्यका आधारमा, किन सबैले सपोर्ट गर्ने, तपाईँको प्रचार गर्ने, तपाईँलाई भोट दिने? होइन, अब मेरो अनुभव र आधारहरू त मैले भनिराख्नु परेन, सबैको मान्छेलाई थाहा नै छ मेरो कति लगनशील रूपमा चाहिँ मैले एनआरमा लागेको छु भन्ने कुरो। अब यसपालि चाहिँ मलाई किन भोट दिने भने तपाईँहरू काठमाडौँमा अथवा नेपालमा भएको तपाईँहरूको सम्पत्ति चाँडोभन्दा चाँडो भोग चलन गर्न चाहनुहुन्छ भनेदेखि मलाई भोट दिनुहोस्। दोस्रो कुरो, तपाईँ नेपाल जाने बेला आर्थिक कारोबार गर्न, ब्याङ्क खाता खोल्न, यताउता गर्न चाहनुहुन्छ भनेदेखि मलाई भोट दिनु। होइन, अहिले जे चलेको छ त्यस्तै छ, हामी ठिकै छौँ भनेदेखि नदिनुहोस्, सिधा कुरा हो। म धेरै एजेन्डाहरू भन्न चाहँदैन। यसपालिको मेरो प्रमुख एजेन्डा भनेको हाम्रो सम्पत्ति भोग चलन गर्न पाइयोस्।
संविधानले दिएको हाम्रो अधिकार भोग चलन गर्न पाइयोस्। म चाहिँ डाइरेक्टली एक्टिभली लाग्ने त्यही एजेन्डामा मात्रै हो, त्यसैको लागि म भोट मागेँ। र बाँकी कुराहरू अरू साथीहरूले अघि पनि भने, अरू साथीहरूले ल्याएको राम्रो एजेन्डाहरूलाई सपोर्ट गर्दै हिँड्ने हो। सबै कुरो मैले गर्छु भने त सक्दैन, म त एउटा व्यक्ति हो, सबैतिर त मैले गर्न सक्दिनँ र गर्न नसक्ने काम कुरोलाई चाहिँ म अहिले भन्न चाहन्न। त्यसै कारणले गर्दाखेरि सम्पूर्ण साथीहरूलाई म पुनः एकचोटि भोट मागेँ, तपाईँहरू मलाई भोट दिएर जिताएर पठाउनुहोस्। म अघि भने चाहिँ त्यो स्ट्रेट फरवार्ड निर्णयहरू गर्न म डराउँदिनँ। र दोस्रो कुरो, जुन हाम्रो संविधानले दिएको हाम्रो चाहिँ चल अचल सम्पत्ति भोग चलन गर्ने अधिकारलाई चाहिँ पुनर्स्थापन गराउने, कार्यान्वयन गर्ने पक्षमा चाहिँ म लाग्छु। थ्याङ्क यू। हुन्छ रविन बज्राचार्यज्यू, म पनि तपाईँको लामो समयदेखिको साथी सहयात्री हो। म धेरै तपाईँ हाम्रो बिचमा कुराहरू हुन्छ, एउटै कुरा किन कहिलेकाहीँ टिममा यताउता भए पनि तपाईँ स्ट्रेट फरवार्ड मान्छे हो र गर्ने भनेपछि गर्ने, तपाईँको त्यो एउटा छ। र यसपटक तपाईँले अहिले मसँग कुराकानीमा पनि तपाईँले के कुरालाई जोड दिनुभयो भने वान एन्ड ओन्ली एजेन्डा छ तपाईँको, जे छ अरू धेरैका अरू हुन सक्छन्, तर यो र फेरि यो कस्तो छ भने अत्यावश्यक योजना भनौँ न, काम गर्नै पर्ने काम हो हरेक नेपालीको लागि, बाहिर बस्छौँ त्यसको लागि त्यो विषयलाई उठाएर हिँड्नु भएको छ र त्यसैलाई अर्जुन दृष्टि बनाएर हिँड्नुहुन्छ। सायद तपाईँले जित्नुभयो भने झोला बोकेर तपाईँ काठमाडौँमा यो काम नहुँदासम्म अमेरिका फर्किनुहुन्न भन्ने मलाई लाग्छ। तपाईँको विगत हेर्दा तपाईँको जुन काम गर्ने शैली हेर्दाखेरिमा, त्यसकारण पनि अब संसारभर रहेका नेपालीहरू जो तपाईँलाई भोट हाल्नको लागि योग्य हुनुहुन्छ, उहाँहरूलाई म पनि अनुरोध गर्छु कि उहाँ चाहिँ नि त्यो पदको लागि र यदि यो एजेन्डा उहाँले लिएको एजेन्डा तपाईँलाई म्याच गर्छ भने सही मान्छे हो भन्ने मलाई पनि लागेको छ। र बाँकी त जनता जनार्दनको हातमा छ। संसार धेरै चेन्ज छ, मान्छेका सोच्ने दृष्टिकोणहरू धेरै फरक छन्। तपाईँलाई कसरी चिन्नुभएको छ भने त्यसमा भर पर्ला। तपाईँको यो उपमहासचिवको उम्मेदवारी घोषणा छ, तपाईँले हिजो फेसबुकबाट पनि गर्नुभएको थियो, देखेको थिएँ, आज मसँग पनि भनेर भन्नुभयो। यसको लागि शुभकामना दिन चाहन्छु। र सतीशजी, यति छोटो समयमा पनि मेरो अनुरोधलाई सुनेर जुन यो प्रोग्राम राखिदिनु भयो र जनता माझ पुग्न एउटा भर्याङ बनिदिनु भयो भनौँ न। तपाईँहरू बिना त हामी जनता माझ त पक्कै पुग्न सक्दैनौँ। र मेरो अनुरोधलाई स्वीकारेर यो कार्यक्रम गरेर जनता माझ पुग्ने मलाई जुन अवसर दिनुभयो त्यसको लागि म धेरै धेरै धन्यवाद भन्न चाहेँ। र पछि पनि यस्तै मौका पाइरहन्छ भन्ने म आशा गर्न चाहेँ। र तपाईँलाई पुनः एकचोटि धेरै धेरै धन्यवाद। र सम्पूर्ण डेलिगेट्सहरूलाई म एकचोटि फेरि भोट मागेर म बिदा हुन चाहेँ। र हाम्रो कार्यक्रम लामो भन्दा पनि छोटो भएको राम्रो होला। अहिलेलाई यति मात्रै गफ गरौँ नि त। हस्, थ्याङ्क यू। हुन्छ, हामीलाई हेरेर सहयोग गर्ने र पछि पनि हेर्ने सबै साथीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यो समयको लागि रविन बज्राचार्यज्यूलाई पनि म हार्दिक धन्यवाद, आभार व्यक्त गर्छु। र आजको लागि हामी कार्यक्रमबाट यहीँ छुट्टिन्छौँ। नेप्लिज डायस्पोराको यो कार्यक्रम जोग संयोग युट्युबबाट आएको छ र हामी फेसबुकमा पनि राख्नेछौँ। सबै साथीहरूले सेयर पनि गर्नु होला भन्न चाहन्छु। धन्यवाद, नमस्कार। नमस्ते, थ्याङ्क यू।